ओइ सबतिर ठिक छ यताको कलर किन फिका भएछ कलर गर्ने मान्छे को रहेछ क्या कस्तो फिका फिका देखिएको माथिको ट्याङ्की भरे जस्तो छ मोटर निभा त अरे बत्ती त निभाइदे यहाँ बत्तीको बिल धेरै उठेन टुप्पी नागिसक्यो ओ यो फ्यान बिग्रेको 2 महिना भइसक्यो बनाउनु पर्दैन तँलाई कहिले बनाउँछस् तै बनाउनु कि म बनाउनु लिएर जाउँ भन् त ओ त्यो फोन कसको आयो ल्याए त ले ओइ तेरो मम्मी खोइ अफिस जान ढिलो भइसक्यो न भात सात पकाएको न खोइ तिनीहरूलाई पका भन् त भन्नु नि त हामी रुक्नु एकैछिन जा त छोरा जा पेन लिएर त यहाँ कुन नम्बर टिप्नु पऱ्यो कुन पढ्दा च्यात्ने को रहेछ मसँग छैन यो झाल कसले खुल्ला छोड्यो लाउनु पर्दैन MP40 दिएन M40 ओइ हान तेल हान हान त भाइसक्यो ओइ छोरा कति गेम खेल्दा हो तर आइज मसँग गेम खेल दिदी छ नि एउटा सरप्राइज छ तँलाई आइज नखेल्ने मैले जे पाते बोल्यो भने हजुरले मलाई गोदिहाल्छ म खेल्दैन पिटा मात्र खान्छ के खेल्नु हो खेल्न खेल त्यो लागि एउटा सरप्राइज छ हारिस भने पिटाइ पनि खाँदैनस् तिमी हो र बा ल के सरप्राइज छ त खेलौ न त जित लाग्यो त्यस्तो गाह्रो गेम होइन तैँले जस प्रश्नको उत्तर मात्रै दिनुपर्ने हो ए हार्ने त मबाट हुँदैन ल सोध्नु यहाँ कति ट्यालेन्ट छ म भन्नुहुन्छ आज ल त्यसमा 3 सेकेन्ड छ तैँले 3टा ब्रान्डको नाम भन्नुपर्ने हुन्छ सक्छस् त ए हिरो ल सोध्नु सब ब्रान्डको नाम त फुल भनिदिन्छु ल सोध्नु ल भन्न त दुधको भनेर देखा त मलाई डिडिसी दुध अमुल दुध सक्यो भाइ त्यो 3 सेकेन्ड सक्यो ल अब स्याम्पूको भन्ने देखा त किनी प्लस सनसिल्क नसक्ने भएछ तैँले ल अब चुरोटको भनेर देखा त सूर्य एक बिजुली शिखर पाइलोट 5वटै भन्दै भयो यार सरप्राइज ल्याऊ त अब सरप्राइज ओहो चुरोट त 5वटा थाहा रहेछ तँलाई होइन आइज ल तर सरप्राइज आइज त ए बाबा अरे काम गर्नु धेरै हक त्यही भएर बोल्दिन क्या बाउहरूसँग अरे बाउ यार मेरो त बार एक्जाम सक्यो कन्फर्म पास यस ल हो र आइज नि त बाउ छोरा बसेर यसो अझ अलिकति पिदिउँ ल आज त बस खाइदिउँ त खाइदिउँ खाइदिउँ ल आज त खाइदिउँ ल अब जेडी रेडियल भने चाहिँ उस्तै हो तेरो बाउसँग लोकल छ बबाल हाम्रो पनि हुन्छ लोकल चेयर्स ल अगाडि इच्छा त ल हाइट सासै नफेरिकन खाइस् त केटा कहिले लिनु चाहिँ देख्यो भने बाउ यार अर्को सिफाल्नु पर्छ यार खानु त पर्छ यस्तो त आदत त प्याक त धरे बनाउनु पर्छ है बाउ च्यालेन्ज पो दिस् त केटा खत्रै हान्छस् क्या त अर्को हाल्ने पनि
भिन्जारे खाँदो रहेछ नि केटा त ल अब तँलाई के प्रश्न सोध्छ म केटा रुख सोध न भयो के नजाऊ सोध 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 कहिले 12 त 27 अब के गर्ने विचार छ तेरो बिए गर्ने बिए अब बिए छोरीले 12 सकाए बिए गर्ने अब तँलाई भोकाहरू लाग्छ नि बिहे गर्नु भन्दा मलाई बिहे भनेको थानै रहेन रहेछ बाउ बिहे गरेपछि के गर्छस् त नि बिहे गरेपछि त म बिएचएम गर्छु कुन चराको नाम हो त्यो चाहिँ फेरि बच्चाहरूको बाउ तँलाई गरा ओइ हान त्यसलाई आज बच्चाले यार काम नाम चाहिँ नगरेर नि होला टाइट भयो मेरो थैट तेरो आज रिजल्ट आएन खुसी मोबाइल नम्बर दिए त हेर्नु पऱ्यो त्यो रिजल्ट हेर्ने नै हो र बाउ नहेरौँ होला कस्तो नहेरौँ र तेरो हेर्नु परेन अस्ति त मसँग दारू खाएर पास भइस भन्दै थिइस् त पास भएर नि तेरो म छलामा गरिकन छोड्छु र लिनु न त बाउ सिम्बल नम्बर तल्लाई के छ यार के हो यार बिन्दास छ नि तेरो के छ भन् न मेरो त तल थानी छ नि यार बिहाल छ नि यार झन् बाउ हेर्न बाउ रातभरि 3 बजीसम्म उठेर सोचेर बस्छ के यार सुत्दै सुत्दैन बुढो भयो यार यो छिमेकीको बुढा कहाँ गएछ हौ आजकल छिमेकी त कति राम्री भएको हौ आजकल आफ्नो बुढी भन्दा नि यार अर्काकै बुढी राम्रो लाग्ने यार केटा जातलाई यार पट्टाउनु खोज्ने 1-2 हप्ता भइसक्यो छिमेकीलाई पट्टी नै खोज्दैन यार पट्टे त रमाइलो हुन्थ्यो कि पट्टे त फेरि बुढी र बच्चालाई यार स्कुल र काममा पठाएर घरमै ल्याएर डेटिङ बस्थ्यो नि यस्तो रमाइलो हुन्थ्यो कि यस मर्छु कि क्या हो यो उमेरमा